हो साथीहरू, अब रामले शक्तिलाई तह लगाउनका लागि यति ठुलो कदम चालिरहेका छन् कि जुन कदम चालेसँगै अब शक्तिको हार निश्चित छ। हार मात्र होइन, अब शक्ति जेल जाने पक्का छ। हो साथीहरू, शक्ति जति नै सुकै मै हुँ, मसँग बल छ भनेर जति नै सुकै घमण्ड गरे पनि रामको बुद्धिको अगाडि जहिले पनि शक्तिले घुँडा टेक्नै पर्छ। अहिले पनि रामले लगाएको स्ट्राटेजीको प्रयोग गरे भने रामले त्यो शक्तिलाई सहजै आफ्नो खुट्टामा ल्याउन सक्छन्। हो साथीहरू, अहिले यति बेला रामका गाउँलेहरूले भूत बनेर शक्तिलाई तर्साएसँगै शक्तिको हावा खुस्किएको छ, सातो गएको छ अनि यति बेला ती गाउँलेहरूको आत्मा शान्ति गर्नका लागि भनेर धामी झाँक्री खोज्दै हिँडेको छ। हो साथीहरू, अघिल्लो एपिसोडमा शक्तिले धामी झाँक्री लगाएर ती रामका गाउँलेहरूको आत्मा शान्ति गर्छु भनेर झाँक्री पनि बोलाएको थियो। तर त्यही झाँक्री राखेकै ठाउँमा गाउँलेहरू गएर त्यहाँ यति ठुलो ताण्डव गर्छन् कि जुन कुराको त्यो झाँक्रीले पनि सहनै सक्दैन। झाँक्रीले त भन्छ, मैले सबै कुरा मुन्छाइदिइसकेँ, अब ती आत्माहरूले तपाईँहरूलाई कहिले पनि सताउने छैन, मैले ती आत्माहरूलाई यो खाल्डो मुनि नै बाँधेर राखेको छु भन्नसाथ गाउँलेहरू त्यो खाडलबाट निस्किन्छन् र त्यो गाउँलेहरूलाई देखिसकेपछि धामीको पनि सातो जान्छ र लड्दै पड्दै धामी पनि त्यहाँबाट टाप ठोक्छ भने यति बेला शक्ति, बिक्की अनि सुर्तीका दिदीबहिनीहरूको भने झनै सातो गएको छ। अब झनै तिनीहरू विक्षिप्त बनिसकेका छन्, किनकि अब हामीलाई आत्माले कुनै पनि हालतमा छोड्दैन, हामीले ठुलो गल्ती गऱ्यौँ भन्ने कुराको उनीहरूले महसुस गरिसकेका छन्। अब चाँडोभन्दा चाँडो रामले अलिक फरक तरिकाले तिनीहरूलाई कानुनी कारबाहीको बाटोतिर पनि लानुपर्छ। अब त्यो प्रमाणहरू जम्मा गरेर अनि चाँडोभन्दा चाँडो रामले चाहिँ ती शक्ति, बिक्कीलाई चाहिँ तिनीहरूको पाप अनुसारको सजाय चाहिँ दिलाउनु पर्छ र फेरि पनि गाउँलेहरूलाई लिएर आफ्नै गाउँमा गएर राम, कमला र मुना चाहिँ मिलेर बस्नुपर्छ भन्ने जतिले चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्न भने पनि पक्कै नभुल्नु होला। भन्दै अब चाहिँ म तपाईँसँग अर्को भिडियोमा भेट्ने बाचाका साथ बिदा हुन चाहन्छु। नमस्कार।